आज हामी एउटा यस्तो राजनीतिक घोषणापत्र हेर्दैछौं जुन सामान्य चुनावी वाचाको पोको मात्रै होइन। यो त राष्ट्रिय सङ्कटको बीचबाट निस्केको प्रमाण र तथ्यमा आधारित एउटा ठोस कार्ययोजना हो। ल आउनुहोस् यसलाई अलि गहिराईमा गएर केलाउँ। स्क्रिनमा एउटा नम्बर छ 20.8%। अब यो के हो त? यो हो नेपालको युवा बेरोजगारी दर। तर यो केवल एउटा तथ्याङ्क मात्रै कहाँ हो र? यो त त्यो गहिरो निराशा र आक्रोशको जड हो जसले हालसालै देशलाई एउटा निकै दुःखद मोडमा पुर्याएको थियो। हो, यो घोषणापत्रको सुरुवात नै त्यहीबाट हुन्छ। सेप्टेम्बर 2082 को त्यो कालो दिन जहाँ 74 जना युवाहरूले परिवर्तनको सपना देख्दा देख्दै आफ्नो ज्यान गुमाउनु पर्यो। यो घोषणापत्र त्यसैको प्रत्यक्ष प्रतिक्रिया हो। यसले एकदमै स्पष्टसँग के भन्छ भने त्यो कुनै आकस्मिक घटना थिएन। त्यो त दशकौंदेखिको प्रणालीगत असफलता र बारम्बार तोडिएका वाचाहरूको एउटा दर्दनाक परिणाम थियो। त्यसो भए प्रश्न उठ्छ, यो घोषणापत्रले यी यस्ता गहिरा समस्याहरू जस्तै बेरोजगारी, भ्रष्टाचार यिनीहरूलाई समाधान गर्न के प्रस्ताव गर्छ त? आजको यो विश्लेषणमा हामी यसको मूल रणनीति र यसले अघि सारेका 6वटा प्रमुख विधायी-स्तम्भहरूलाई एक एक गरी हेर्नेछौँ। ल अब सुरु गरौँ यसको सबैभन्दा रोचक र भनौँ न मूल विचारबाटै। यो घोषणापत्र सरकार चलाउने वा मन्त्री बन्ने बारेमा फिटिक्कै होइन है। बरु यसको केन्द्रमा के छ भने संसदमा बसेर एउटा स्वतन्त्र सांसदको संवैधानिक शक्तिको पूरापूर प्रयोग गर्ने र सरकारलाई हरेक पाइलामा जवाफदेही बनाउन बाध्य पार्ने। यो तुलनाले कुरालाई अझै छर्लङ्ग पार्छ। एकातिर छन् पार्टीको व्हिप र अनेक दबावमा बाँधिएका दलीय सांसद, अनि अर्कोतिर छ यो घोषणापत्रले प्रस्ताव गरेको स्वतन्त्र सांसदको भूमिका, जो केवल जनताप्रति उत्तरदायी हुन्छ र जसको ध्यान केवल ठोस कानूनी कारबाहीमा केन्द्रित रहन्छ। अब यो सबै रणनीतिको सबैभन्दा शक्तिशाली औजार के हो त? त्यो हो निजी विधेयक। यो एक किसिमको यस्तो हतियार हो जसले एकजना सांसदलाई पनि सिधै कानूनको मस्यौदा पेश गर्ने अधिकार दिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले सरकारलाई त्यो विषयमा बहस गर्न र कानूनी रूपमै जवाफ दिन बाध्य बनाउँछ। ल अब लागौं पहिलो केही महत्त्वपूर्ण स्तम्भहरूतिर। यो योजनाले अहिलेको त्यो झन्झटिलो व्यवसाय दर्ता प्रक्रिया अनि हाम्रो परम्परागत स्वास्थ्य सेवा दिने तरिकामा कसरी एउटा ठूलै परिवर्तन ल्याउने प्रस्ताव गर्छ, आउनुहोस् त्यो बुझौं। बेरोजगारीको समस्यालाई सम्बोधन गर्न घोषणापत्रले व्यापार दर्ता सरलीकरण ऐनको प्रस्ताव गरेको छ। यसले के गर्छ भने यो जुन 4 चरणको प्रक्रिया छ नि, यसलाई कानूनी रूपमै अनिवार्य बनाउँछ। सोच्नुहोस् त, केवल 1 घण्टामै नयाँ व्यवसाय सुरु गर्न सम्भव हुनेछ। अनि यो स्वास्थ्य योजनाको एउटा साँच्चै गजबको पक्ष हो। यसले के भन्छ भने त्यो पुरानो सन् 1963 को हुलाक ऐनलाई संशोधन गर्ने अनि देशैभरि फैलिएको हुलाक सेवाको नेटवर्कलाई प्रयोग गरेर दुर्गम गाउँबाट सहरका ल्याबसम्म स्वास्थ्य नमुनाहरू ल्याउने। कति सरल तर कति शक्तिशाली आइडिया होइन त? स्वास्थ्यको कुरा गर्दा अर्को महत्त्वपूर्ण पाटो हो डेटा। अहिले कस्तो छ भने स्वास्थ्य सम्बन्धी तथ्याङ्कहरू विभिन्न ठाउँमा छरिएर रहेका छन्। यो योजनाले ती सबैलाई एकै ठाउँमा ल्याएर एउटा राष्ट्रिय रोग रेजिस्ट्री बनाउने कुरा गर्छ, ताकि कुन रोग कहाँ फैलिरहेको छ त्यसको स्पष्ट तस्विर होस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हरेक नागरिकलाई आफ्नै स्वास्थ्य रेकर्डमा डिजिटल पहुँच दिने, जसले उनीहरूलाई साँच्चै सशक्त बनाउँछ। ल अब अगाडि बढौँ। अर्को स्तम्भहरूले कसरी प्रविधिको प्रयोग गरेर शिक्षामा समान पहुँच र सरकारी काम कारबाहीमा पारदर्शिता ल्याउने लक्ष्य राखेका छन् त्यो हेरौँ। शिक्षाको कुरा गर्दा यहाँ एउटा निकै व्यावहारिक प्राथमिकता देखिन्छ। महँगो ल्यापटप र ट्याब्लेटमा मात्रै ध्यान दिनुभन्दा यो योजनाले के भन्छ भने पहिला सबै स्थानीय भाषाहरूमा उच्च गुणस्तरीय डिजिटल पाठ्यक्रम तयार गरौँ। तर्क के छ भने डिजिटल खाडल पुर्ने यो नै सबैभन्दा प्रभावकारी पहिलो कदम हो। भ्रष्टाचारसँग लड्नका लागि यो योजनाले एउटा साहसिक कदम प्रस्ताव गर्छ, सिसाको सरकार। यसको मतलब लुकाउनको लागि केही पनि बाँकी नरहोस्। हरेक सरकारी ठेक्कापट्टा, हरेक खर्च, सबै कुरा वास्तविक समयमा सार्वजनिक पोर्टलमा। यसका लागि कानूनी संशोधन गर्ने र भएका नियमहरूलाई पनि संसदीय निगरानी मार्फत कडाइका साथ लागू गराउने कुरा छ। अब हामी अन्तिम 2 स्तम्भहरूमा आइपुगेका छौं।
यी स्तम्भहरू राष्ट्रको मुख्य प्रणालीलाई बलियो बनाउने र देशका महत्त्वपूर्ण पेशेवरहरूको सुरक्षा गर्ने कुरामा केन्द्रित छन्। यहाँ एउटा एकदमै ठूलो विधायी लक्ष्य देखिन्छ। त्यो के हो भने लगभग धराशायी भइसकेको हाम्रो हुलाक सेवालाई पूरै पुनर्संरचना गर्ने र त्यसलाई देशको लजिस्टिक मेरुदण्ड बनाउने। सोच्नुहोस् त, यसो गर्न सकियो भने यसले ई-कमर्स, कृषि, स्वास्थ्य सबै क्षेत्रमा कत्रो क्रान्ति ल्याउन सक्छ। हामीले डाक्टर र नर्सहरूको ब्रेन ड्रेनको कुरा धेरै सुन्छौं। त्यसलाई रोक्न यो घोषणापत्रले एउटा कुरालाई शीर्ष प्राथमिकतामा राखेको छ। त्यो हो स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन। यसको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूमाथि बढ्दै गएको हिंसाबाट उनीहरूलाई जोगाउनु हो, ताकि उनीहरूले सुरक्षित महसुस गरेर देशमै काम गर्न सकुन्। ल, यति धेरै योजना र वाचाहरू त भए, तर यहाँ सबैभन्दा ठूलो प्रश्न उठ्छ। यी सबै कामहरू साँच्चै भइरहेका छन् भनेर कसरी पत्याउने? जनताले कसरी थाहा पाउने? यो योजनाको अन्तिम भागले ठिक यही प्रश्नको सिधा जवाफ दिने प्रयास गर्छ। यहाँ हामी यो गर्छौं त्यो गर्छौं भन्ने खालका खोखरा वाचाहरू छैनन्, बरु जवाफदेहितालाई एकदमै ठोस, नाप्न सकिने कुराहरूमा परिभाषित गरिएको छ। त्यस्ता कुराहरू जुन सिधै एक सांसदको नियन्त्रणमा हुन्छन्, जस्तै कतिवटा निजी विधेयक दर्ता गरियो, संसदमा के प्रश्नहरू सोधियो, कुन कानूनमा के भोट हालियो, सबै कुराको हिसाब किताब जनताले हेर्न मिल्ने सार्वजनिक ड्याशबोर्डमा हुनेछ। अन्तमा यो सम्पूर्ण घोषणापत्रले एउटै कुरामा विश्वास गरेको देखिन्छ। त्यो हो एकजना मात्रै पनि, तर पूर्ण तयारीका साथ आएको पारदर्शी र प्रतिबद्ध प्रतिनिधिले पूरै प्रणालीलाई थप जवाफदेही बन्न बाध्य पार्न सक्छ। र यसले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। के बारम्बार वाचाहरू तोडिने यो युगमा पारदर्शी डाटा नै राजनीतिक जवाफदेहिता सुनिश्चित गर्ने अन्तिम र सबैभन्दा शक्तिशाली औजार बन्न सक्ला त?